what's up guys, welcome back to my new video of Minecraft series. So आज हामी खेल्नेछौँ Minecraft. So बिना केही बक्सदेखि हामी Minecraftलाई सुरु गर्छौँ. ल सबसे पहिला रिलोडिङ स्क्रिन. So guys, आज हामी स्पोन भइसकेका छौँ. अब कहाँ कुन चाहिँ बायोममा जुनमा खस्नु बित्तिकै रेडर सुरु गर्छौँ. एक्चुअली ग्रोसन गाइस यो त एउटा भ्याली जस्तो लाग्छ मलाई त. कतिखेर यता गरेर गाइस यो भ्याली नि नाचेन ल पहिला तल गएर भेटौँ. तलै गएर हेरौँ म के हो. भिलेज खोज्ने मेरो टार्गेट हो. भिलेज जाने त्यहाँ घरै टाइमलाई सानो ठिक्कको माउन्टेन हाउस. सबसे पहले आफ्नो गियर बनाएर जान्छ. Show you my pickaxe. स्टोन कतिवटा चाहिन्छ भने यहाँ पर 13 16 20वटा चाहिन्छ. कहिले भने सबै बनिहाल्छ नि त. लास्ट एउटा क्राफ्टिङबाट बन्छ. कसले बनाउँछ कतै डट यसको माथिबाट ल भयो. अब स्वord एक्स पिक्याक्स सचिएको स्ल्याब पनि पायौँ. ल यसकै तल गएर हेरौँ के अरे मऱ्यो. हामीलाई चाहिँ त्यो फल ड्यामेज कति लाग्यो. सो गाइस हेर्नु कस्तो दामी थियो. भिलेज बनाउन एकदमै पिस है. पहिला सबैतिर घुम्नु के टाइपको हेरौँ अनि पहिला डिसाइड गरौँ न होइन. होइन कस्तो ब्यारियर जस्तै जस्तै कासलको वाल हो त्यो एन्ट्रेन्स होइन गाइस. थोरै लोडिङमा त लिच भइरहेको त्यही भएर यस्तो आएको नभए त आउनु. सो गाइस यो चारैतिर त साइज प्याकेल किनभने उता छ नि तर माउन्टेन हिलहरू छ. अहिले पहाडै भनौँ काठमाडौँ जस्तै. नेपालको काठमाडौँ क्यापिटल सिटी. सो गाइस यो त पम्किन जस्तो केही त रहेछ.
एकदमै राम्रो ठाउँमा। सो यति भनौँ क्या हो भिलेज भन्दाखेरि के भन्दाखेरि हाम्रो घर। सो यता त्यस्तो राम्रो चाहिँ त्यस्तो केही रहेनछ। सो एकचोटि बाहिर गएको छौँ आउट अफ एकचोटि यो पुरो माउन्टेन क्लाइम्ब गरौँ न। आधी त क्लाइम्ब गरिसके, अब आधी त बाँकी नै छ। कि होइन होला। So finally क्लाइम्ब भइसक्यो यत्रो माथि यत्रो ठाउँमा होइन। एकचोटि यता नि हेरौँ, यता चाहिँ कस्तो हबे हो के गर्ने त्यस्तै हो। सो गाइस हामी यस्तो ठाउँमा आइछौँ पुरै हिमालको बिचमा नाचौँ हामी तिनजना कहाँ। सो गाइस अगाडि सिप भेटिसक्यो किनभने बेडिन फेरि बात गर्न नसक्ने अवस्था होला। एक शॉटमै मऱ्यो त ल क्रिटिकल हिट आएको छ अन्त फ्लावर चाहिँ डाइ बनाउनु डाइ के हुन्छ त्यहाँखेरि जुन कलरको पनि बनाउनु मिल्छ क्या हुल 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 भन्छ कि हुल भन्छ थाहा छैन। हुल पाइसक्यौँ। अब एउटा लास्ट एक पिस हुल, त्यसपछि आजको एपिसोडमा बेड बनाएर भ्याउँछु किनभने अब आज त्यही भएर अब एउटा बेड बनाउँछु अनि सायद चाहिँ भोलि हामी भिलेज खोजौँला। भिलेज खोजेर यत्रो माउन्टेनको बिच एउटा ठुलो ठिकठाक अहिलेको एन्ट्रेन्स बनाउने बाहिर भित्र निस्किनु कति हुन्छ थुप्रो हिमालय चढ्नुपर्छ। त्यही भएर सबै सलाम त म आजै भिलेज खोज्न सक्छु सर त छ्या हुन्छ। त्यही भएर के गाइस सिपेस बनाउन त भेट्नु त भेट्यो दुइटै टाइपको भेट्यो नानी हुन्छ कि भेट्ने एउटा मऱ्यो अब लास्ट फाइनली पनि मऱ्यो। बेड बनाएर गेम
भेट पर्ने एउटा काट्यो सो भिलेज पनि छु म के गर्नु भेट्टाएको छैन म सो सुतेर भेट हुन्छौँ हामी अर्को बिहान सो गाइस बिहान भएको छ र अब बेडलाई माइन गरेर जाम थोरै घुम्न सो यता जाम जस्तो भयो यता जाम यता चाहिँ छोटो ठिक होला जस्तो लाग्छ मलाई त्यही भएर यति जाम एकचोटि माथि नै जाम जस्तो फिल माथि नै गएर बस्नु अहिले केही टेन्सन पनि हुन्न सर ढुक्कले थोरै कुल पनि रहेछ यसपछि भिडियो एडिट गरेर हाल्नु पर्यो अपलोड ल फाइनली माथि आइसक्यो सो यतितिर जानु अब अरू केही उपाय नै होइन सो गाइस हामी यता आइसक्यौँ फाइनली धेरै समयपछि भन्न त कति धेरै नै भएको थोरै नै यहाँ तर कत्रो के रहेछ है जाम्ला भोलि अर्को एपिसोडमा माइनिङ गर्न माइनिङ खतरा मिनिङ होइन माइनिङ सब हामी जान्छौँ यसको पछाडिको भाग यो साइडको किनभने स्पोन हाम्रो यतितिर हो नि त स्पोन हाम्रो उहाँ माथि हो त्यही भएर त्यसै सबै गर्नुपर्छ जस्तो भइरहेको मलाई सक्छौँ नभए एउटा ब्लक हाल्नु ब्रेक फेरि माथि फेरि हो त्यसरी ब्रेक यो भयो फाइनली प्रपरली ब्रेक
अब एउटा अझै यस्तोरी माथि ब्रेक, त्यसपछि ब्रेक माथि जाने, फेरि यो दुईटा नि ब्रेक, अनि फेरि डट लिने, फेरि माथि पनि ब्रेक, फेरि चेन, यो दुईटा ब्रेक, फेरि एउटा, फेरि यो ब्रेक, फेरि एउटा, ब्रेक। ल गाइस, हामी फेरि अब कता, अब यो खोज्दै जानु पर्यो। हामी एउटा डाइरेक्सनमा हिँड्ने, पछाडिको मात्रै माइनस हुन्छ है, सही डाइरेक्सन हेर्नु। सो यो साइड कस्तो लक्की के छ होला सायद, त्यही भएर सायद 62 मरम जस्तो भइरहेको, किनभने यो हेल्थ पनि रिग्रेन हुन्छ, भाग्ने स्पिड पनि बढ्छ। सो गाइस, अब आजको लागि हामी यति नै, भेट्नेछौँ हजुरहरूलाई भोलि या पर्सि। ल till then take care, goodbye everybody, see you in next video, bye।